हेलो अस्सलाम वालेकुम गुड मर्निङ फ्रेन्ड्स। म वेस्टर्न ब्याङ्किङ सिस्टमबाट यो हेर्दै हुन्छ यो तपाईँको जुन आटा गुन्ने मेसिनहरू जुन हुन्छ यो तपाईँको अटोमेटिक मेसिन हो। यो हेर्दै हुन्छ अटोमेटिक मेसिन भनेको यो स्लाइड हुँदै हुँदै गइरहेको हुन्छ। यसको खासियत यही हो कि 1 घन्टामा म्याक्सिमम् यो बेलेर कति 2 देखि 3 बोरा जति मतलब यसले बेलेर गरेर दिइहाल्छ। यो मेसिन चाहिएमा हामीले यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। तल दिएको नम्बरमा कन्ट्याक्ट गर्नुहोस् होला। हाम्रो यो वाट्सएप नम्बर पनि छ, नर्मल नम्बर पनि छ, तर नेपालदेखि नर्मल कल त जाँदैन होला। वाट्सएपमा कल गर्नुहोस्। अनि हाम्रो फेसबुक आइडी इन्स्टाग्राम आइडी पनि छ, वेस्टर्न ब्याङ्किङ सिस्टम भनेर, त्यहाँ हेर्नुहोस्। यसको धेरै लामो प्रोसेस छ। यो मेसिन हामीसँग एभाइलेबल छ, चाहिएमा छिट्टोमा छिट्टो सम्पर्क गर्नु होला। यसको प्लान हामीसँग भनेको अब 5 लाखदेखि 4 करोडसम्मको प्लान हामीसँग एभाइलेबल हुन्छ, हामीले प्रोभाइड गर्छौँ। जति जे प्रोसेस हुन्छ हामी तपाईँलाई एकदम पुरै डिटेल्समा फुल्ली डिटेल्स हामी तपाईँलाई भन्छौँ, के कसरी कहाँ के गर्नुपर्ने, कुन ठाउँमा ट्रान्सपोर्ट। अब तपाईँहरू नेपालबाट हुन्छ ट्रान्सपोर्ट त लाग्छ नि, अब यताको जिएसटी बिल फाल्टै लाग्छ जिएसटी। अनि उताको तपाईँको भ्याट त कति 13% होला। मेसिनमा कति पर्सेन्ट लाग्छ होला त्यो त हामीलाई थाहा छैन, तर त्यहाँ बुझ्नुहोस्। त्यसपछि आउनुहोस्, के कसो छ घरेलुहरू सबैमा दर्ता गरेर अनि मात्रै हामीसँग सम्पर्क गर्नु होला है। हाम्रो मेसिन भनेको नेपालको सबै कुनामा आएको छ। धेरै जस्तो हाम्रो धनकुटा भयो, धरान भयो, चितवन भयो होइन, नाम त भन्न सकिँदैन, विराटनगर पनि भयो, धेरै ठाउँहरू छ। त्यहाँ हाम्रो मेसिन पनि चलिरहेको छ। तपाईँ भिजिट गरेर पनि हेर्न सक्नुहुन्छ। विश्वास छैन भने है, हामी त्यहाँ कन्ट्याक्ट नम्बर पनि दिएका हुन्छौँ। जुनले मेसिनहरू चलाउँदैछन् होइन, उहाँको एकचोटि त्यहाँ गएर हेर्नुहोस्, कस्तो छ, रिभ्यू कस्तो छ, त्यो त्यहाँदेखि हेर्न सक्नुहुन्छ। एड्रेस भनेको हाम्रो दरभङ्गा बिहार। हाम्रो यो दिल्ली मोडदेखि धेरै टाढा छैन। दिल्ली मोडदेखि 4 देखि 5 किलोमिटरको डिस्टेन्समा हाम्रो कम्पनी छ, वेस्टर्न ब्याङ्किङ सिस्टम। यो हाम्रो दिल्लीमा पनि छ, आसाम गुवाहाटीमा पनि छ, सिलिगुडीमा पनि छ। सिलिगुडी साइड हुन्छ भने काँकरभिट्टाहरू साइड हुन्छ, बिर्तामोड साइड हुन्छ भने तपाईँ सिलिगुडीदेखि पनि लिन सक्नुहुन्छ, त्यहाँदेखि सजिलो हुन्छ। जुन मान्छेले जोगबनी बोर्डर भयो, यो भेन्टाबाडी बोर्डर, जयनगर बोर्डर छ भने उहाँहरूको लागि एकदम नजिकै हुन्छ यो दरभङ्गा। त्यही भएर अब हेरेर आउनुहोस्, हाम्रो भिजिट गर्नुहोस्, हेर्नुहोस् मेसिनहरू के कसो छ। डेक ओभन भयो, रोटरी ओभन भयो, प्लान्ट्री मिक्सरहरू भयो, धेरै जस्तो अफरमा पनि हुन्छ होइन। अफरमा अब तपाईँको भाग्यमा के अफर छ त्यो एकचोटि हामीसँग कन्ट्याक्ट गर्नु होला, त्यहाँ नम्बर दिएकोमा है। Thank you so much for watching our video. Just subscribe our channel please.